हेलो साथीहरू, म साइप्रस आएको पनि 1 वर्षभन्दा ज्यादा भइसकेछ हैन। अनि पहिला यहाँ आएर मैले दुईटा काम चेन्ज गरिसकेँ। पहिला वेटरमा काम गरिरहेको थिएँ भने अहिले चाहिँ म रिसेप्सनमा काम गरिरहेको छु। फेरि तपाईहरूले मलाई सधैँ ब्लू सर्टमा देख्नुहुन्थ्यो भने आज व्हाइट सर्टमा छु, किनभने आज म फेरि वेटरमा काम गर्न जाँदैछु। आज मेरो 6:30 देखि 10 बजीसम्मको काम छ वेटरमा। त्यस पछाडि फेरि 10:45 देखि फेरि सुरु हुन्छ मेरो काम, नाइट रिसेप्सनको काम सुरु हुन्छ। आज चाहिँ छुट्टी छ, त्यही भएर चाहिँ आज चाहिँ काम छैन, रिल्याक्स छ, नाइट च्याप्प सुत्दिने हो आनन्दले। सिजन त सुरु भइसक्यो होइन, कतिको धेरै माहौल बनिरहेको छ त यहाँ, कतिको धेरै टुरिस्टहरू छ भनेर देखाइदिन्छु सी साइडमा। आज कतिको छ अनि भयो भने म बेलुका नाइटको पनि देखाइदिन्छु। आज म बाहिर निस्केँ भने चाहिँ होइन, अनि भरे फर्किँदाखेरि देखाइदिन्छु। अहिले चाहिँ म रेडी हुँदैछु होइन, सुज लाउनु बाँकी छ, सर्ट प्यान्ट लगाइसक्यो। अनि तपाईँहरूको कस्तो भइरहेछ साइप्रसको बसाइहरू होइन, यसो सुनाउनु होला। Thank you for watching. Bye bye.